कुरा निम्त्याउने त स्वयं केपी ओली होइन र? उहाँको त उहाँको कुरा नगरौँ। किनभने उहाँको रणनीति भू रणनीति यहाँको अवस्था यहाँ आफ्नै पैताला मुनि के भइरहेको छ भन्ने बोध नगर्ने थाहा नपाउनेले 26 वटा सोशल मिडिया बन्द गर्छ त। उहाँले पुलिस मेरो नियन्त्रणमा छैन भनेर भन्नुभयो। यो त प्रधानमन्त्रीय पद्धति हो होइन। यसमा त सिडिओ भने गृहमन्त्रीको कन्ट्रोलमा हुन्छ। अनि सिडिओले गृहमन्त्रीलाई सोध्छ, गृहमन्त्रीले उसलाई सोध्छ प्रधानमन्त्रीलाई। त्यस कारण यो सबै घटनाको जिम्मेवार उहाँ हो। उहाँले होइन भन्नुभयो। 52 सालमा गोली चलाउँदाखेरि गोली चलाउने अवसर 7 जना मान्छे मरे नि। देउवाले गोली चलाइदिए हुन्छ भन्दाखेरि देउवाले गिरिजाले सही गरेर मलाई कागज दिनु भने चलाइदिन्छु भने हो नि होइन। इलामबडी पोखरेलबाट त गोली चलाइदिए हुन्छ भन्नेमा थियो। रिभोल्ट हुन्छ, कम्युनिस्ट रिभोल्ट हुन्छ भन्नेमा भित्रबाट प्रोभोक गरेर भएको थियो। पोखरेलहरू माओवादीमा जानुभएको छ उहाँहरू। तर थाहा पाएर देउवाले रोक्या हो त्यो कुरा हगि भने उहाँले अहिले त्यो गर्नुहुन्छ। उहाँको कुरा के एउटा हेर्नुहोस् तपाईँलाई एउटा सामान्य कुरा गरौँ हगि हेपाहा र इग्नोर गर्ने। किनभने उहाँ चाहिँ के भने फर्मल एजुकेसन लिएर आउनु भएन। हावाजाड स्टडी भने डरलाग्दो हुन्छ हगि। एउटा सिस्टमेटिक स्टडी हुनुपर्छ। चाइनिज लिडरहरू त्यो गङझाउ फुजियान साङ्घाईमा कुनै बेला मेयर भएर के भएर प्रोभिन्सियल हेड भएर कहाँबाट आएर छानिएर टेबलमा कुरा गर्न आछन्। सी जिनपिङको गाडी शिक्षा मन्त्री राखेको छ 10 लाख पढेको। यहाँको हेडमास्टरले गन्दैन जसलाई के गन्छन् तिनीहरूले। 28 वर्षका मान्छे भने बाउ भइसकेका हुन्छ, बाउमा भइसकेका हुन्छ जेनजी जेनेरेसन। मेरा छोरछोरी भनेर हेपाहा कुरा गर्ने है। उहाँले इग्नोर गर्नुभयो।